कुनै पनि विषय कूटनीतिक माध्यम कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो हल्ला गरे जस्तो एकदमै ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कूटनीति हेर्नुस्, एक्टिभिस्टका रूपमा काम गर्ने कुरा, एक्टिभिस्टले उठाउने विषय, जर्नलिस्टले उठाउने विषय र एउटा देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय, त्यसका फरक जिम्मेवारी, त्यसका फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको त्यति धेरै महत्त्व हुँदैन। लोकप्रियताका लागि त एकदमै सजिलो हुन्छ, तर समस्या समाधान गर्नको निमित्त त्यसका चरणहरू हुन्छन्। कुनै पनि कामका चरणहरू हुन्छन्। तपाईको रिपोर्टिङको पनि एउटा चरण हुन्छ। तपाईँ निस्कनुहुन्छ, सामान प्याक गर्नुहुन्छ, आउनुहुन्छ, प्रश्न गर्नुहुन्छ, प्रश्न लिएर जानुहुन्छ, एडिट गर्नुहुन्छ, राख्नुहुन्छ, अनि मात्र आम नागरिकका जान्छ नि। यस्ता चरणहरू हुन्छन् भने आम जीवनका कूटनीतिका पनि चरणहरू हुन्छन्। त्यस्ता चरणमा सही ठाउँमा सही ढङ्गले सही तरिकाले आफ्ना कुराहरू राख्न नेपालले हिजो पनि सुरु गरेको थियो, आज पनि सुरु गरिरहेको छ र ती कुराहरू एउटा कूटनीतिक माध्यमबाट अगाडि बढ्ने भएका हुनाले ती कहिलेकाहीँ सडकका, सदनका या मिडियाका चासोहरूभन्दा अझ माथि, अझ संवेदनशील भएर अगाडि बढेका हुन्छन्। त्यस ढङ्गले कुराहरू अगाडि बढेको छ। अपारदर्शी सम्बन्धहरू होइन, पारदर्शी, स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो कयौँ विषयको। यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेको छु। कुनै देशसँगको सम्बन्धको विषय, राष्ट्रको परराष्ट्र नीति जस्ता विषय त्यो पार्टी पिच्छेको हुँदैन, देशको हुन्छ। देशको परराष्ट्र नीति भएको हुनाले र सरकारका प्रमुख प्रधानमन्त्री भएको हिसाबले प्रधानमन्त्रीले आफूले बोलेको कुरा सरकारले त्यसको बारेमा के हो कसो हो भनेर परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्ति मार्फत नै जानकारी गराइसकेको छ। त्यो नै सरकारको आधिकारिक धारणा हो। परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक रूपमा, आफ्नो आधिकारिक पेज मार्फत, आफ्नो आधिकारिक पत्र मार्फत हामीले भनेको के हो, हामीले भन्न खोजेको के हो, जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा, त्यसको वास्तविकता हाम्रो भनाइ यो हो, हामीले यो भन्न खोजेका हौँ, हामीले यो गरेका हौँ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता म देख्दिनँ। नरेन्द्र मोदीज्यूलाई पनि निमन्त्रणा गरेको छु, आफूले उहाँहरूलाई नेपाल आउनको लागि निमन्त्रणा गरेको छु। आवश्यकता अनुसार विभिन्न राष्ट्रका राजनीतिक दलहरूसँगलाई आमन्त्रण गर्ने यो कुरा निरन्तर चलिनै रहन्छ। तपाईँले भने जस्तै कहिले बोलाउनुहुन्छ भने जस्तै मैले पनि आवश्यकता हुँदा उहाँहरूलाई निमन्त्रणा गरिसकेको छु। एकदमै सकारात्मक पनि दुवैजना हुनुहुन्छ, प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ र भाजपा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ। अब हेरौँ समयले कहिले जुराउँछ, दुवैतर्फको जुरेपछि हुन्छ। अब पारदर्शिताको रूपमा हाम्रो कुराकानी भएको छ। हामीले विशेष गरेर समृद्धिको एजेन्डालाई महत्त्वपूर्ण रूपमा अगाडि सारेका छौँ। नेपाल भारतको सम्बन्ध गहिरो त्यतिखेर हुन्छ वास्तविक रूपमा जतिखेर समृद्धिको बाटोमा पनि हामी सँगसँगै हिँड्छौँ। त्यसकारणले मैले स्पष्ट रूपमा भारतीय पक्ष र विशेष गरेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दाखेरि मैले के बताइरहेको छु भने हामी अब हामीले चाहेको, हामीले अगाडि बढ्न चाहेका विभिन्न क्षेत्रहरू छन्। ती क्षेत्रहरू भनेको समृद्धिसँग जोडिने क्षेत्रहरू छन्।